सुरु गरेको छु। यसको विश्वासीको जीवन परमेश्वरको दृष्टिकोण भन्ने यो चाहिँ सिरिज हुनेछ, मेरो प्रिचिङको सिरिज हुनेछ। यो अन्तर्गत चाहिँ विभिन्न टपिक्सहरू म ल्याउने छु भन्ने तपाईलाई मैले भनेको थिएँ, जानकारी गराएको थिएँ। त्यही अन्तर्गत अझ पनि हामी परमेश्वरको बारेमा बुझ्ने कोसिस गर्नेछौँ। किनभने परमेश्वरको बारेमा बुझिनौँ भनेदेखि, परमेश्वरलाई सही ढङ्गले बुझिनौँ भनेदेखि हामी सच्चा विश्वासी पनि हुन सक्दैनौँ। किनकि हामीलाई थाहा छ हामी पापमै स्वभावमा छौँ र हाम्रा चाहनाहरू, हाम्रा इच्छाहरू पनि त्यो पापमै स्वभावले नै हामीलाई डोराइराखेको हुन्छ। तर परमेश्वर ठ्याक्कै के हुनुहुन्छ, पापमय स्वभावबाट अलग। उहाँ पापमय स्वभावमै हुँदैन, जहिले पनि असलपन हुन्छ उहाँमा। उहाँको असलपनलाई कतिपय हामीले गलत ढङ्गले बुझेको हुन्छौँ। परमेश्वर असल हुनाले उहाँ केही पनि गर्नु हुँदैन भन्ने, त्यो पनि बुझ्नु जरुरी छ। मैले यी लगायत नै तपाईँहरूलाई बुझाउने कोसिस गरेको छु, वचन ल्याउने कोसिस गरेको छु। र बाइबलले कसरी परमेश्वरलाई देखाइएको छ, अथवा परमेश्वरले आफ्नो बारेमा के भन्नुभएको छ, मानिसको बारेमा नि भन्नुभएको छ, त्यो पछि आउनेछु। अहिले परमेश्वरलाई हामीले चिन्न सकिनौँ भनेदेखि हामीले हाम्रो आत्मिक जीवन ठिक हुँदैन। जसरी एउटा उदाहरणको रूपमा भनौँ, तपाईँ घरको पिता हो भनेदेखि पिता र तपाईँको छोराछोरी छ, त्यो पिता र छोराछोरीको बिचको सम्बन्ध, पिता के हो छोराछोरी के हो भनेर बुझ्नु सक्नु भएन, त्यो सम्बन्ध पनि राम्रो हुँदैन। त्यसरी नै हामीले पनि परमेश्वर हाम्रो सृष्टिकर्ता र हामी सृष्टि के को लागि हामीलाई बनाइयो, किन के उद्देश्य छ, यी कुराहरू बुझिनौँ। र परमेश्वर भनेको के हो, कसैले तपाईँको हातमा हिरा राखिदियो, त हिरा राखिदिए पनि त्यो हिराको मूल्य, हिराको जुन त्यो एउटा बहुमूल्यता छ, त्यसको अर्थ बुझेन भनेदेखि त्यो हिरा भनेको पत्थर मात्र हुन्छ। त्यसै गरी हामीले परमेश्वरलाई बुझिनौँ भने हाम्रो एउटा उहाँलाई चाहिँ देखाउने भाँडो, ठगी खाने भाँडो पनि हुन्छ कतिको लागि। किनकि परमेश्वरको साँच्चै नै हामीले बुझ्यौँ भनेदेखि परमेश्वर जस्तो हुनुहुन्छ, बाइबलमा उहाँले म कस्तो छु भनेर उहाँले प्रस्तुत गर्नुभएको छ, त्यसरी नै बुझ्नु सक्यौँ भनेदेखि तपाईँ हाम्रो जीवनमा बहार भन्छ नि, बहार आउँछ। संसारको दुःखहरू, कष्टहरूले कसैलाई हामी कुनै चिज पनि हामी छुँदैन। यति चाहिँ ढुक्क हुनुहोस्, किनकि बाइबलमा ती सारा कुराहरू छ। मानिसहरू हामी केमा लाग्छौँ, विभिन्न कुराको पछि लाग्छौँ। सबलाई चाहेको छ मनमा शान्ति, सबलाई चाहेको छ, द्याट्स नट ब्याड थिङ। तर हामीले के सही ढङ्गले खोजिरहेका छौँ? हाम्रो चाहनाहरू हामीलाई याद छ, हामी सबैले हाम्रा ती चाहनाहरू भनेको सबै के हो त, पापमय स्वभावले ल्याउने चाहनाहरू हो। तर परमेश्वरले भन्नुहुन्छ पवित्र हुनु भनेको पापमय स्वभावलाई पराजित गरेर परमेश्वरको इच्छा, हाम्रो इच्छामा परमेश्वर ल्याउने होइन कि परमेश्वरको इच्छामा हामी समाहित हुनुपर्छ। यही हो सबैभन्दा बुझ्नुपर्ने कुरो। त्यही भएर म तपाईँहरूलाई आज एक दुईवटा स्लाइड पनि देखाउँछु ताकि तपाईँहरूले बुझ्न सजिलो होस्। यहाँनिर म देखाउने छु। यहाँ अस्ति हामीले हेऱ्यौँ, यो मैले पहिले देखाएको रिमाइन्डको लागि, ब्रह्माण्डको सृष्टिकर्ता। ब्रह्माण्ड भनेपछि मानिस मात्रै नसोच्नुहोस् कि जति पनि छ हामीले जानेको कुरा, नजानेका कुरा, ती सबै कुरा पर्छन् संसारमा। आकाश मण्डल, पृथ्वीमा भएका, पृथ्वी मुनि भएका, हामीलाई जति कति कुरो थाहा छ, कति कुरो थाहै छैन, ती सम्पूर्ण पछि पत्ता लाउँदै गएछ भने पनि सम्पूर्णका सबैको सृष्टिकर्ता परमेश्वर नै हुनुहुन्छ। अब मालिक पनि हो, सृष्टिकर्ता भएपछि मालिक हुन्छ। मैले अघिल्लो हप्ता नि भनेको थिएँ, कसैले एउटा गीत रच्यो भने त्यो गीत अर्काले गाउनु पाउँदैन, उसको अधिकार हुन्छ, त्यहाँ कपिराइट हुन्छ, प्याटेन्ट राइट भन्छ। कसैले एउटा कुरो आविष्कार गर्यो भने त्यस अर्काले त्यो गर्नु पाउँदैन, त्यसलाई मुद्दा लाग्छ। भनेपछि परमेश्वरले त सारा सृष्टि गर्नुभएको छ भने यहाँका सबै कुरो उहाँकै हुन्। भजन सङ्ग्रहमा सबै कुरो भनेको छ। यी सम्पूर्ण कुराहरू मैले हावामा भनेको होइन, मैले कुनै आफ्नो मनगढन्ते कुरा पनि गरेको होइन। सम्पूर्ण परमेश्वरले जसरी बोल्नु भएको छ बाइबलमा, त उहाँको वचनमा त्यही कुरा भन्दैछु मैले। यो आज सम्प्रभुत्व सम्पन्न अथवा सर्वोच्चता भनेको के हो? सर्वज्ञानी, सर्वशक्तिमान, सर्वव्यापी, अनन्त, सदा सर्वदा अति पवित्र, असल, सदा सर्वदा धर्मी, डाही र न्यायी पनि भनेर अस्ति मैले भनेको थिएँ सम्पूर्ण कुराहरू। त्यसैले आज हामी यो विश्वासीको जीवन परमेश्वरको दृष्टिकोण, यो मेरो सिरिज 2 हो। तर यसको चाहिँ आजको टाइटल चाहिँ यो परमेश्वरको सम्प्रभुता सर्वोच्चता।
यसको लागि बुझ्नुको लागि अलिकति हामीले के बुझ्यौँ भनेदेखि कानुनको सर्वोच्चता भनेर हरेक देशमा हुन्छ, त्यो भनेको सुप्रिमेसी अफ ल भन्छ। के भनेको त भन्दाखेरि कानुन सबैभन्दा माथि हुन्छ भनेको। हामी राष्ट्रपति चुन्छौँ, राष्ट्रपति पनि कानुनबाटै चुनिन्छ र कानुनलाई नै मानेर उसले पनि शासन गर्ने हो, ऊ पनि कानुनभन्दा माथि हुँदैन। त्यसरी बुझ्नुहोस्, जसरी एउटा न्यायाधीशले आफ्नो छोराले अपराध गर्यो भने, मुद्दा पर्यो भने उसले मेरो छोरा हो मैले यसलाई चाहिँ माफी दिन्छु भनेर सक्दैन। सुप्रिमेसी अफ ल भनेको त्यो। कानुनले जे भनेको छ, एउटा हत्या गरेको छ भने, बलात्कार गरेको छ भने कानुनमा तोकेको हुन्छ, कति वर्षको सजाय, ती सम्पूर्ण त्यही अनुसारै हुन्छ। त्यस्तै किसिमले परमेश्वरको सर्वोच्चता सुप्रिमेसी भनेको पनि कुनै कुरोमा सम्झौता हुँदैन। त्यो उहाँलाई हामीले कसैले नजरअन्दाज गरेर नजरअन्दाज पनि हुने होइन। परमेश्वरलाई हामीले मानेर परमेश्वर हुनुभएको होइन, परमेश्वर हुनु भएर हामीले मानेको, यसरी बुझ्नु होला। त्यसैले हामीले अरूलाई कसैले विभिन्न परमेश्वर बनाउँछन् र विभिन्न माग्छन् होला, त्यस्तो हाम्रो परमेश्वर होइन, अथवा बाइबलको परमेश्वर त्यस्तो होइन। ट्रु एन्ड रियल एन्ड लिभिङ गड। परमेश्वरलाई जानेन भने एउटा श्रीखण्ड भन्ने हुन्छ, तपाईँलाई हामीलाई थाहा छ होइन, असाध्य त्यसको मगमग बास्ना आउँछ, अनि त्यसको धेरै औषधि गुणहरू पनि छ, कस्मेटिकमा नि प्रयोग गर्छ, त्यसको मेडिसिनल भ्यालु छ, तर त्यसलाई चिनेन भने त खुर्पाको बिड मात्रै हुन्छ, बिड लाउने मात्रै। त्यसैले जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिड भनेको त्यस्तै हो। परमेश्वर खुर्पाको बिड होइन, उहाँ श्रीखण्ड हो, श्रीखण्डकै रूपमा हुनुहुन्छ। खुर्पाको बिड बनाउनु भनेदेखि त्यो तपाईँ हाम्रो गल्ती हो है। अनि परमेश्वरले मानिसलाई किन बनाउनु भयो? अघि हामी गीत पनि गाउँदै थियौँ, भजन गाउँदै थियौँ, गीत नभनौँ भजन गाउँदै थियौँ। किनभनेदेखि उहाँले आफ्नो महिमाको लागि, के हो महिमा भनेको? महिमा भनेको के भनेदेखि एउटा पिता अथवा माताले आफ्ना छोराछोरीहरूलाई भलो चाहन्छ, प्रेम गर्नु होइन, उसको भविष्य राम्रो होस्, उसको जीवनमा सुखै सुख बहार आओस् भनेर भन्छ। तर छोराछोरीलाई त्यसको लागि अनुशासित पनि राख्छ, अनुशासन दिन्छ, प्रेम पनि गर्छ, खुवाउँछ पियाउँछ, र उसले के पनि आशा गर्छ भने यिनीहरूको भलोको लागि मैले काम गरेँ, यिनीहरूलाई मैले हुर्काएँ बढाएँ, मलाई उनीहरूले के त जस पनि दियोस् भन्छ नि। एक्ज्याक्टली द सेम हो। यसरी बुझ्दा हुन्छ, परमेश्वरले पनि हामीलाई बनाउनु भयो, उहाँको हामी छोराछोरी हौँ। सबैजना छोराछोरी होइन, सृष्टि सबै मानिस सृष्टि हुन्। छोराछोरी भनेको परमेश्वरको सन्तान भएकोहरू भनेको जसले प्रभु येशू ख्रीष्टलाई ग्रहण गरेका छन्, उहाँहरू परमेश्वरको सन्तान भनेको छ। सृष्टि चाहिँ सबै मानिस हो। अब उहाँले त्यसरी नै हामीलाई आशा राख्नुहुन्छ, उहाँले प्रेम गर्नुहुन्छ, हामीलाई आशिषित तुलाउनुहुन्छ। हाम्रा चाहनाहरू, हाम्रा चिजहरू के माग्ने, छोराछोरीले विभिन्न किसिमको नराम्रो चिज पनि माग्छ, तर हामी के भन्छौँ, तिम्रो लागि नराम्रो हुन्छ है, यो चाहिँ राम्रो चिज यो हो भनेर भन्छौँ। परमेश्वरले पनि त्यसरी नै भन्नुहुन्छ, किनकि परमेश्वरलाई सबैभन्दा मानिसको लागि असल चिज के हो भन्ने चाहिँ कसलाई थाहा हुन्छ? परमेश्वरलाई थाहा हुन्छ। त्यसैले हाम्रो इच्छाहरू चाहिँ हाम्रो इच्छामा परमेश्वरलाई ल्याउने होइन कि परमेश्वरको इच्छामा हाम्रो इच्छालाई राख्नुपर्छ। त्यसैले तपाईँको इच्छा जे छ त्यो, यो चाहिँ हो, हामीले परमेश्वरलाई यसरी हेर्नुपर्छ। त्यसैले यो परमेश्वर ठट्टाको परमेश्वर होइन, परमेश्वरको कुनै ठट्टा हुँदैन भनेको मतलब तिमीले जे पायो त्यो हिसाबले ढङ्गले नबुझ उसलाई। तिम्रो चाहिँ जिनी भन्छ नि, जिनी भनेको आफूले जे पायो फट्ट दिइहाल्ने क्या। यो अरबियन टेल्स भन्छ, अरबी उताको त्यो कथा हो, कथाहरू, त्यसमा त्यो जिनीको छ। यसरी हात मोल्दाखेरि चट्ट एउटा जिनी निस्किन्छ, अनि जे माग्यो विस गर्यो त्यही पाउने भन्ने खान्छ। त्यस्तो चाहिँ हाम्रो परमेश्वर हुनुहुन्न। दिनुहुन्छ, तर कसरी दिनुहुन्छ हामी पछि आउँछौँ, सबै कुरो हुँदै जान्छौँ है। अब म तपाईँलाई एक दुईवटा यहाँनिर दिन्छु, स्लाइडहरू छ, तपाईँलाई देखाउँछु, तपाईँलाई हेर्नुहोस् होला, यो तपाईँलाई सजिलो हुन्छ बुझ्नु भनेर। आज हामी परमेश्वरको सम्प्रभुता र सर्वोच्चतालाई नै हेर्नेछौँ आज पनि। के देख्नुभयो? मान्छे है, मान्छे। अब अलिकति यसलाई म स्पष्ट गर्छु। अस्ति हाम्रो पूर्ण ज्वाइँले तपाईँलाई देखाउँदा दुईवटा चिज, एउटा मात्रै देख्नुहुन्थ्यो, तपाईँले दुईवटा छ भने आज दुईवटा देख्नु है, दुईवटा छ है, एउटा सेतो भाग छ, एउटा मान्छे है। झन् हेयरस्टाइल हेर्दा डोनाल्ड ट्रम्प जस्तो होइन, डोनाल्ड ट्रम्प होइन, आई डोन्ट नो, मैले भेटेर यो अलिकति यस्तो खालको लिएको कारण चाहिँ त्यो के रहेछ भन्दाखेरि यो मानिस रहेछ यो चाहिँ। अनि यता चाहिँ बाहिरको सेतो भाग चाहिँ हेरेछ परमेश्वर। अब यो मैले किन भन्दैछु भने हामी मानिसहरू सुरुमा हामी आउँदाखेरि
परमेश्वर बाइबलमा परमेश्वर छ, येशू छ भने सबै भनेछ, पिता पुत्र पवित्र आत्मा सुनि मलाई सबै आउँदा हामी कसरी आयौँ भने नि सबै पहिले आउँदाखेरि त्यहाँ गएर म के पाउँछु भनेर आएको क्या हामी। चर्चले सहयोग गर्छ भने यो गलत होइन है। फेरि मान्छे कसरी आइन्छ त्यहाँ त्यो चर्चमा गएर के त पाइन्छ त? परमेश्वर हुनुहुन्छ भनेर आएको होइन हामी, चर्चमा के पाउँछ भनेर। मैले चाहिँ के पाउँछु अनि आफूलाई केन्द्रबिन्दुमा राखेको। अनि परमेश्वर चाहिँ सानो नदेखिएको, ऊ सानो छ नि परमेश्वर। मान्छे चाहिँ आफूलाई मेरो लागि के हुन्छ भने आएको त्यहाँ होइन। कसैले कसरी आयो के पाउँछ भनेर होला, कसैले साथीले जाउँ भनेर आयो होला, कसैले अरू नै चिजहरू त्यहाँ गएपछि धेरै मान्छे आउँछ मेरो व्यापार गर्छु भनेर पनि आएको होला होइन। कतिले मैले अब एउटासँग ल पर्यो विश्वासीसँग, विश्वासी नभए त बिहे गर्नु हुँदैन हाम्रो त भनेर भनेको छ, आउनै पर्यो। दोज आर नट ब्याड थिङ्स है। यो हाम्रो स्टार्टिङ यसरी भएको। अनि हामी के गर्छौँ त, पहिले हामीलाई आफ्नो स्वार्थ आफ्नो एजेन्डा लिएर आउँछौँ, यहाँ आयौँ। अनि हामी के गर्छौँ त्यसपछि वचन सुन्छौँ नि त, पास्टरले त वचन त बाँड्छ, सुन्छौँ हामी। अनि सुन्दै गएपछि बुझ्यौँ भनेदेखि के हुन्छ भने अलिकति परमेश्वर ठुलो देखियो, आफूलाई अलिक सानो देखियो हो नि होइन। बुझ्दै गयो भने कन्टिन्यू आउनुपर्छ नि। फेरि महिनामा एक दिन आएर त हुँदैन, आफू नै ठुलो हुन्छ त्यहाँ। त्यसपछि अझ परमेश्वर ठुलो भयो, आफूलाई ओहो लु म त केही पनि होइन रहेछ, म त आफूलाई कति ट्यालेन्ट दुनियाँ सोध्थेँ के भन्थेँ, म त केही पनि होइन रहेछ। परमेश्वर ठुलो, आफू सानो हुँदै जान्छ। ऊ हेर त परमेश्वर त कत्रो ठुलो, आफू त कहाँ हराएका। सेन्टरमा को आयो? अब केन्द्रबिन्दुमा को आयो? परमेश्वर आउनुभयो है। अब अझ त यो चाहिँ हुनुपर्ने चाहिँ। हामी त के भन्यो, वी आर नथिङ। परमेश्वर भनेको चाहिँ अक्सिजन जस्तो अरे। अक्सिजन देखिँदैन तर अक्सिजन बिना मान्छे बाँच्दैन। परमेश्वर पनि आत्मा हुनुहुन्छ, देखिँदैन, तर परमेश्वर बिना हाम्रो जीवन केही पनि हुँदैन। ओके, अर्को भाषा अर्को हिसाबले गर्दा यही हो मैले देखाएको। पहिले ठुलो मानिसले आफ्नो एजेन्डा लिएर मेरो लागि भनेर आएको, अनि बिस्तार गएपछि म त होइन परमेश्वरको लागि हुँदै होइन। अनि परमेश्वर ऊ आफू सानो भएर बसेको यो है। अनि के भन्छ भने जति परमेश्वरको नजिक भइन्छ त्यति आफ्नो पाप ठुलो देखिन्छ अरे है। अनि तर परमेश्वरदेखि जति टाढिन्छ नि आफ्नो पाप त सानो देखिन्छ। अब पाप ठुलो देख्यो भने हामीलाई के भन्छ, पापबाट मुक्तिको लागि हामी उपाय खोज्छौँ, उद्धारकर्ता खोज्छौँ। तर जब पाप चाहिँ सानो देखिन्छ, वाइ किन चाहियो हामीलाई परमेश्वर, के त समस्या छैन भनेर होइन। तपाईँ हामीलाई शारीरिक अस्वस्थता हुन्छ, त्यो सामान्य सोच्यो भने हामी ट्रिटमेन्ट गर्न जाँदैनौँ, तर निकै नै ठुलो सोच्छौँ भने मात्रै हामी ट्रिटमेन्ट गर्न जान्छौँ। त्यसैले यो यस्तो हुनुपर्छ। यहाँ पावलले पहिलो कोरिन्थीको 3:2 यही भनेको थियो कि कोरिन्थीहरूलाई त्यत्रो प्रचार बाड्यो, विश्वासी पनि भयो, विश्वासीको पवित्र आत्माको फलै फलेन। अनि पावलले के भन्छ भने मैले तिमीलाई दुध खुवाएँ, सुरुमा त दुध खुवाएँ, किन अब खदिलो पदार्थ होइन, किनकि तिमीहरू त्यसका निम्ति तयारै थिएनौ। सुरुमा त सबै कुरो बुझ्दैन, दुधै खुवाउने हो, खदिलो चिज थिएन। तर अझ पनि तिमीहरू चाहिँ के कस्तो छ भने त अझै पनि तिमीहरू छैनौ, फेरि पनि दुधै खानेछौ भने के भयो त? यो दुध खाने होइन, दुध त सुरुमा खाने हो। जब हामी हुन्छौँ, परिपक्वता हुन्छौँ, त्यसपछि हामी के खान्छौँ? ठोस चिज खान्छौँ, खदिलो चिज खान्छौँ। अब हामीले यही खदिलो चिज दुधै मात्रै खाइराख्ने, दुधे बालकै भइराख्यो भने तपाईँ केही पनि गर्न सकिँदैन, त्यो केही पनि भएन। त्यसैले हामीले चाहिँ अब ठोस चिज खदिलो चिज खानुको लागि गर्नुपर्ने कुराहरू। अब तपाईँहरूलाई म एक दुईवटा मैले सम्पूर्ण कुरो गरेको त तपाईँलाई गफ जस्तो लाग्छ नि त होइन। त्यसैले म चाहिँ के यहाँ परमेश्वरले नै भन्नुभएको वचनहरूबाट एक दुईवटा सरल पढ्छु। धेरै भएको हुनाले मैले तपाईँलाई यहाँ स्लाइडमा राख्दिनँ, स्लाइडमा राखेको छुइनँ। अब परमेश्वरको सर्वोच्चता, सार्वभौमता अथवा उहाँको प्रभुत्व भनेको सबै कुरो के भने सुप्रेमेसी, सोभरेन्टी, उहाँको हामी जे भन्छौँ यो सबै अथोरिटी जे भन्छौँ यो भनेको सबै कुराभन्दा माथि हुन्छ। यो अब्बल हो, त्यो सबैभन्दा। त्यो कसैले बिगारेर बिग्रिँदैन, कसैले त्यो नकारेर पनि त्यो अस्तित्व समाप्त हुँदैन, किनकि त्यो सधैँ परमेश्वर सदा सर्वदा हुनुहुन्थ्यो भनेको उहाँले कसैले बनाएको होइन, सदा सर्वदा
इटर्नल उहाँको न सुरु छ न अन्त छ। हाम्रो मात्रै हो सुरु र अन्त त। त्यसैले हामीले के भन्छ भने भजन सङ्ग्रहको 103 को 19 मा भनेको छ, परमप्रभुले आफ्नो सिंहासन स्वर्गमा स्थिर गर्नुभएको छ भनेको उहाँको वासस्थान हो र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ भनेको उहाँको नजरमा उहाँको योजना उहाँको इच्छाभन्दा बाहिर केही पनि हुँदैन। इभन मानिस त हुँदैन भने अरू चिज पनि हुँदैन, कुनै पनि सृष्टि हुँदैन। यशायाको 46:10ले भन्छ, परमप्रभुले आदिदेखि अन्तसम्मको र प्राचीन समयदेखि हुने आउनेसम्मको जानकारी म दिन्छु। यो यशायाले बोल्दैछ, परमेश्वरको वचन उसको मुखबाट आउँदैछ। म भन्छु मेरो अभिप्राय ठहर्नेछ भनेको म जे चिताउँछु त्यही गर्छु, त्यही हुन्छ र मैले चाहेको सबै पुरा गर्नेछु, कसैले भत्काउन सक्दैन। डानियलको 4:35 भन्छ, पृथ्वीका सबै मानिसहरू व्यर्थका गरिन्छन्, स्वर्गका शक्तिहरूलाई र पृथ्वीका मानिसहरूले उहाँले चाहेअनुसार गर्नुहुन्छ, कसैले पनि उहाँको हात रोक्न सक्दैन वा तपाईँले के गर्नुभयो भनी कसैले पनि सोध्न सक्दैन, किनकि अथोरिटी उहाँसँग छ। रोमीमा बढो यो प्रशंसा गान छ, आहा परमेश्वरको, यो रोमीको 11:33-36 यो प्रशंसाको गान छ। आहा परमेश्वरको वैभव र वृद्धि र ज्ञान कति गहिरो, बुझ्नु सकिँदैन सबै कुरो। उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्न नसकिने, मान्छेले सबै कुरो बुझ्नु सक्दैन। कहिले कहिले वाइ भन्ने प्रश्न आउँछ होला, तर त्यो हामी नबुझेर वाइ भनेको त्यहाँ असलै हुन्छ। परमेश्वरको अभिप्राय छ, भएरै छाड्छ, कसैले त्यो बिगार्नु सक्दैन र त्यो असरको लागि नै हुन्छ। हामीलाई चाहिँ नबुझ्दाखेरि वाइ भन्ने क्वेसन मात्रै आएको, किनभने प्रभुको मनलाई कसले जानेको छ अथवा उहाँको सल्लाहकार को भएको छ। उहाँले कसैले सल्लाह दिनुपर्ने, उहाँ त पूर्ण छ नि, के को खाँचो छ उहाँलाई। अथवा कसले उहाँलाई कुनै उपहार दिएको छ, तपाईँलाई त छैन छ, पुगेन भने दिएको छ र परमेश्वरले उसलाई फिर्ता दिनु परोस्, तपाईँलाई दिएको फेरि ल्याउनुहोस् भनेर। सम्पूर्ण कुरो उहाँबाट आएको है, किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्, उहाँलाई नै सदा सर्वदा महिमा होस् भने आमेन। हगि एफिसीको 1:11ले भन्छ, उहाँमा जसले सबै कुरा आफ्नो इच्छाको योजना अनुसार पुरा गर्नुहुन्छ, आफ्नो अभिप्राय अनुसार उहाँले सोचेको सबै कुरो गरेर छाड्नुहुन्छ। किन फेरि उहाँले सबैको कहिले पनि नराम्रो काम गर्नुहुन्न, किनभने खराबी चिज हुँदैन। पवित्रता भनेको परमेश्वरको त्यही हो, खराबी चिजै नहुने, सम्झौतै नहुने। ओके, एउटा हिराको चिज, एउटा भनौँ न हिराको एउटा टुक्रालाई हामीले हिलोमा राखेर त्यो हिरा नहुँदैन नि, नहुने हुन्छ, हुँदैन होइन। त्यसैले त्यही हो, उहाँ परमेश्वर महान किन महान हुनुहुन्छ। भजन सङ्ग्रहको 103 ले भन्छ, परमप्रभु महान हुनुहुन्छ र प्रशंसाको अति योग्य र उहाँको महानता अगम छ। भजन सङ्ग्रह 90:2 ले भन्छ, पहाडहरू उत्पन्न हुनुभन्दा अघि अथवा सृष्टि हुनुभन्दा अघि अथवा तपाईँले पृथ्वी र संसार सिर्जनुभन्दा अघि अनादिदेखि अनन्तसम्म तपाईँ नै परमेश्वर हुनुहुन्छ भनेको उहाँले कसैले परमेश्वर बनाएको होइन। हि इज गड, अलवेज गड। हामीले माने परमेश्वर हुनुभएको होइन, उहाँ सधैँ परमेश्वर। यही इतिहासको पहिलो इतिहासको 29:11 के भन्छ भने, हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्वर्य तपाईँकै हुन्, किनकि स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईँकै हुन्। हे परमप्रभु, राज्य तपाईँकै हो अनि सबैमाथि तपाईँ सर्वोच्च हुनुहुन्छ। यशायाले 40:28 फेरि भन्छ, यो यशाया भनेको अगम वक्ता हो, अगम बानी बोल्दैछ, परमेश्वरले उसको मुखमा बोली राखिदिनु भयो, परमेश्वरको तर्फबाट बोल्दैछ। के तँलाई थाहा छैन, के तैँले सुनेको छैनस्, परमप्रभु सदा सर्वदा परमेश्वर हुनुहुन्छ, पृथ्वीको पल्लो छेउसम्मका सृष्टिकर्ता हुनुहुन्छ। उहाँ न थकित न हैरान हुनुहुन्छ र कसैले पनि उहाँको समस्यालाई नाप्न सक्दैन। उहाँ के गर्दै हुनुहुन्छ भने सबै कुरो बुझ्न सकिँदैन। रोमी 1 को विषय भन्छ, उहाँको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाएका थोकहरूमा छलङ्गै देखिएको छ। त्यो भनेको के, कसले घाम बनायो, कसले जुन बनायो, कसले ग्रह बनायो, कसले पहाड बनायो, कसले खोलामा पानी हाल्यो, आफै भइरहेछ हो। को त्यसको सृष्टिकर्ता? परमेश्वर। त्यसैले भन्छ, सृष्टिदेखि नै बनाएका थोकहरू छलङ्गै उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसार समाज। ईश्वरीय स्वभाव भनेको के छ? तपाईँले कुनै पनि फल रोपेपछि त्यसले आफै फलाउँछ नि। तपाईँले त्यहाँनिर
केही पनि गर्नु हुँदैन। गोडमेल गर्ने कुरा अर्कै हो, जङ्गलमा कसैले नगर्दा पनि फलिरहेको छ नि। के भनेको ईश्वरीय स्वभाव भनेको संसारको सृष्टि बनाउनु भएपछि सृष्टिलाई टिकाउने उहाँले सबै दिनुभएको छ, सबै चिजलाई दिनुभएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बाहना छैन कि मानिसहरूलाई। त्यसैले परमेश्वर छैन भन्ने मान्छेहरू भनेको चाहिँ बाहनै छैन, कसरी छैन भन्छन् हो भनेर के बनाउने मान्छे पनि भन्नु सक्दैन, छ भन्छ, अनि उसलाई चाहिँ परमेश्वर नमान्ने भनेको त्यो हुनै सक्दैन त्यस्तो है। यर्मियाको 32:17 भन्छ, हे परमप्रभु परमेश्वर, तपाईँले नै आफ्नो महाशक्ति र पसारिएको बाहुले फैलाएको बाहुले आकाश र पृथ्वी सृष्टि गर्नुभएको, तपाईँको लागि कुनै काम कठिन छैन। लुकाको 1:37 भन्छ कि किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। त्यही ऊँट छिर्ने कुरो थियो नि त्यहाँ। इफिसीको 3:20 भन्छ, उहाँलाई भनेको परमेश्वरलाई, येशूलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। फिलिपीको 4:13 भन्छ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु भनेको आफै गर्न सकिँदैन, शक्ति दिने परमेश्वरले नै दिन सकिन्छ। ओके, यशायाको 59:1 भन्छ, तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्नो परमेश्वरबाट अलग गरेका छन्। यो त्यो इस्राएली जातिलाई भनेको। र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ। तिमीहरू देख्दैनौ, गर्दैनौ, दुःख पाउँछ दुनियाँ छ, किनकि तिमीहरू अधर्ममा छौ। त्यसैले उहाँले तिमीहरूको कुरा सुन्नुहुने छैन। तपाईँ पापमय स्वभावमा गरेर असल चिज पाउँछु भनेर कहिले पनि नसोच्नु होला। त्यो परमेश्वरको पवित्रता भनेको सम्झौता हुँदैन। जसरी तेल पानीमा जति मिसाउनु छुटेकै हुन्छ, छुटिन्छ, त्यो गुण हो। त्यसै गरी परमेश्वरको पवित्रता कहिले पनि पापमा मिसिँदैन। परमेश्वर विवेकमा परमेश्वरभन्दा माथि कोही हुँदैन होइन, कोही पनि हुँदैन। किनभनेदेखि पहिलो कोरिन्थी 1:25 भन्छ, परमेश्वरको मूर्खता भनेको पनि मानिसहरूको बुद्धिभन्दा श्रेष्ठ छ अरे। परमेश्वर मूर्खता होइन, मूर्खता हुँदैन, तर भन्नु खोजेको चाहिँ किन उहाँको मूर्खता छैन त। मूर्खता भए पनि हाम्रो विवेकभन्दा उहाँको नै मूर्खता नै ठुलो भनेपछि हामीमा विवेक छैन, परमेश्वरको त्यति विवेक छ भन्नु खोजेको। र परमेश्वरको दुर्बलता, उहाँको जुन विकनेस छ, मानिसहरूको बलभन्दा शक्तिशाली छ। ओके, दिएको छ। हितोपदेश 3:5 भन्छ, आफ्नो सारा हृदय, त्यसैले परमेश्वरलाई के गर्नु, आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समशक्तिमा भर नपर। आफ्नो किसिमले जीवन चलाउने होइन, परमेश्वरले दिनुभएको छ गाइडलाइन, त्यो अनुसार चला। आफ्ना सारा मार्गमा सोचहरू, आफ्नो चालढाल, व्यवहार उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुलाइदिनुहुनेछ भनेको। परमेश्वरको गाइडलाइनमा त हिँडिस् भनेदेखि तेरो जीवन सफल हुन्छ। आफ्नै नजरमा बुद्धिमान नहौ, चाहे पिएचडी किन नगरे तिमी वैज्ञानिक किन नहोस्, यु आर स्टिल नथिङ। परमप्रभुको भय मान। भय भनेको के भनेको, यो डर होइन। चोर डाकाले त मार्छन्, डर होइन। पिता मातालाई हामीले भय भन्छ नि, किन मान्छु भन्दाखेरि उहाँ त मेरो त सम्मान गर्नुपर्ने मानिसहरू हो, उहाँले मलाई हुर्काउनु बढाउनु भएको, यो जीवन दिनुभएको, जन्माउनु भएको भन्ने हो, त्यो अर्थमा नि सृष्टि त गर्नुभएको होइन, प्रोक्रिएसन गरेको भन्छ इङ्ग्लिसमा चाहिँ आएको भनेपछि उहाँले मेरो श्रद्धा भाव देखाउनु भनेको क्या, त्यो चाहिँ भय भनेको चाहिँ डराउनु भनेको होइन। दुष्कर्मलाई त्याग भनेको, त्याग्नै पर्छ दुष्कर्मलाई। अयुबले त्यही भएर 12:13 भन्छ, बुद्धि र पराक्रम परमेश्वरकै हुन्, उहाँसँगै सल्लाह र समाधान। ऊ पनि पुरा हरेक कुरो लुटिसकेपछि झनै विश्वासमा नि एकदमै धर्म हुँदासम्म पनि तर उसले लास्टमा छाडेन, परमेश्वरको प्रतिको विश्वासमा डगमगेन र उसले भन्दैछ कि बुद्धि र पराक्रम परमेश्वरकै हुन्, उहाँसँगै सल्लाह र समझ छन्, सबैको उहाँबाट छन्। कलसी 2:3 भन्छ, उहाँमा नै, यसुमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्। त्यसैले अब परमेश्वरले प्रेम गर्नुहुन्छ। धेरै मान्छेले प्रेम त कस्तो भन्छन् भनेदेखि उहाँको पवित्रतालाई बिर्सेर एकतिर मात्रै हेर्ने, परमेश्वर प्रेमिलो हुन्छ नि त्यसैले प्रेम नै गर्नुहुन्छ नि भनेर चाहिँ उहाँको खाली त्यो प्रेमलाई मात्रै हेर्ने, अनि उहाँ चाहिँ न्याय पनि हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ भन्ने कुरो बिर्स्यो भनेदेखि परमेश्वरलाई आधा बुझ्यो, आधा चिज केही पनि काम लाग्दैन। तपाईँको आधा जिउ के काम लाग्छ, के लाग्छ, लाग्दैन। त्यसै गरी त्यो बुझाइ गलत हो। ओके, अनि भनेको छ नि परमेश्वर पहिलो योहन्नाको 4:16 भनेको छ, यसरी हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौँ। कसरी परमेश्वर प्रेम हुनुहुन्छ भनेको मतलब र विश्वास गर्छ भनेको परमेश्वरले के गर्नुभयो हामीलाई, त्यो माथि छ, माथितिर म पढिनँ।
जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर उसमा रहनुहुन्छ भनेको प्रेम गर्ने कुरो। प्रेमले के गर्छ अरे? ईर्षा पनि गर्दैन, कुनै दाही पनि गर्दैन, हिसाब किताब गर्दैन, क्षमा दिन्छ। यस्तो गर्न त्यही भने त हो नि। त्यहाँ लामो समयले पढिन माथि। रोमी 5:8 भन्छ परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदा ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो। त पापीको लागि किन मर्नु पर्थ्यो? तर प्रेमको लागि मर्नुभयो, किनकि उनीहरूलाई उद्धार गर्नको लागि। अब पहिलो यो के अरे यूहन्नाको 3:16 सबलाई थाहा छ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्नेहरू के हुन्? नाश नहोस् तर अनन्त जीवन पाओस् भनेर, होइन? त्यसैले एफएसी 2:4-5ले भन्छ परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, अनुग्रहमा धनी हुनुहुन्छ, उहाँले आफ्नो प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ भनेको कमाएको छैन, परमेश्वरले दिनुभयो। यिर्मया 31:3ले भन्छ परमप्रभु विगत समयमा हामी कहाँ यसो भन्दै देखा पर्नुभयो, सधैँ बढिरहने प्रेमले मैले तँलाई प्रेम गरेको छु, मैले तँलाई दया गरी खिचेको छु। अब परमेश्वर जम्मा भलाइ गर्नुहुन्छ, परमेश्वर चाहिँ भलाइ गर्नुहुन्छ। सबै कुरो धेरै चिज छ। अब मैले अब सबै कुरो यहाँ आज बढिनँ। उहाँ के हुनुहुन्छ हामीले हेर्नुपर्छ, सबलाई ब्यालेन्स गरेर हेर्नुपर्छ। उहाँ सम्प्रभु, उहाँको प्रभुत्व, उहाँ सर्वोच्च पनि हुनुहुन्छ, उहाँ महान हुनुहुन्छ, उहाँको विवेकभन्दा अरूको कसैको विवेक छैन। प्रेम पनि उहाँ, प्रेमको स्रोत पनि उहाँ हुनुहुन्छ। सम्पूर्ण कुरो उहाँमा छ र परमेश्वरको असलपन पनि छ र परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। मानिस जस्तो अहिले यसो भने पछि असो भन्ने यस्तो भन्ने केही पनि हुँदैन। उहाँले जे भन्नुभयो सदा सर्वदा त्यही रहन्छ। उहाँ दयाको भण्डार पनि हुनुहुन्छ र अर्को कुरो के भनेदेखि उहाँ न्याय पनि हुनुहुन्छ। त्यसैले जब हामीले परमेश्वरको सर्वोच्चतालाई हामी बुझ्छौँ, बुझेपछि मात्र हामी के बुझ्छौँ भनेदेखि हामीलाई कुनै पनि जीवनमा दुःख पर्दाखेरि हामीले मनमा सान्त्वना मिल्छ, पिस अफ माइन्ड, एकदम शान्ति मिल्छ सबै कुरो। किनभने परमेश्वरमा हाम्रो विश्वास छ, उहाँ जहिले पनि भलाइ नै गर्नुहुन्छ, प्रेमै गर्नुभएको हुन्छ र उहाँले अलवेज ब्लेस नै गर्नुहुन्छ। परमेश्वरको दुईवटा पाटो छ, एउटा ब्लेसिङ छ, एउटा कर्सिङ छ। उहाँले आशिष पनि दिनुहुन्छ, उहाँले श्राप पनि दिनुहुन्छ। अनन्त मृत्युमा जानेहरू सबै भोलिपछि श्रापित भएर जाने हो। जसले प्रभु येशू ख्रिस्टलाई स्वीकारेका छैनन् ती सबै श्रापित हुन्, श्रापितमा पर्छ। अब यो भन्नुपर्छ, कसैलाई भन्नु मन नलाग्ने कुरो हो, तर परमेश्वर कुराहरू त भन्नुपर्छ। तर जसले प्रभु येशू ख्रिस्टलाई स्वीकारेका छन् ती सबै आशिषित हुन्। अनन्त जीवन, अनन्त मृत्यु, अथवा एउटा स्वर्ग अथवा नर्क। बाइबलले यो भन्छ। यो मेरो आफ्नो कुरा होइन, होइन? त्यसैले हामीले परमेश्वरमाथिको भरोसा राख्यौँ भनेदेखि के हुन्छ? हामी जीवनमा आउने दुःख कष्टहरूबाट कहिले पनि पराजित हुँदैनौँ, सामना गर्न सक्छौँ। किनकि जीवन बुझेका हुन्छौँ र परमेश्वरमाथिको भरोसा हुन्छ। हामी कसलाई पुज्ने, कसलाई पुकार्ने? परमेश्वर हुनुहुन्छ। अब तपाईँहरूलाई म अलिकति अब यो अस्ति पनि मैले भने जस्तो लाग्छ मलाई, परमेश्वरलाई दुईवटा नजरले हेर्छ। एउटा उच्च दृष्टिकोण हुन्छ, एउटा निम्न दृष्टिकोण हुन्छ। हाई भ्यू अफ गड, लो भ्यू अफ गड भनेको छु। यो चाहिँ बुझ्नै पर्छ। जसले हाई भ्यू अफ गड छ, बुझ्नु सक्छ, ती विश्वासीहरू सच्चा विश्वासी हुन्, सच्चा विश्वासी हुन्। त्यो गौँ र सामा हुँदाखेरि त गौँ नै हुन्, सामा होइन, पक्का कुरो त्यो। र अर्को कुरो, जसले लो भ्यू अफ गड छ, त्यो भनेको के हो म तपाईँलाई व्याख्या गर्छु अहिले। ती मानिसहरू चाहिँ ले परमेश्वर चिनेका छैन। त्यसैले के हुन्छ अरे, विश्वासी कि त विश्वासी नै हुन्छ कि त अविश्वासी नै हुन्छ अरे, बिचको हुँदैन अरे। ओके, कि तपाईँ हामी जिउँदै हुन्छौँ कि त मरेकै छौँ। जीवित र मृत भनेको अर्थ भनेको, जीवित भनेको आत्मिक रूपमा जीवित भएको, परमेश्वर राम्ररी बुझेर आत्मामा जीवित भएको, अथवा मृत भनेको परमेश्वरलाई चिन्नै नसक्ने, आत्मिक मृत्युमै बसिराखेकोहरू। त्यसैले बिचको हुँदैन। त्यो बिचको चाहिँ कि त एकदम यो मलाई लाग्छ, यहाँ मसँग छ होला, मैले हेर्छु यहाँनिर एकजना छ मार्टिन लोइड जोन्स भन्ने, इङ्ग्लिस प्रिचर हो। इङ्ग्लिस प्रिचर भनेको इङ्ग्लिस भाषा बोल्ने भनेको होइन, बेलायतको भनेको। बेलायतको प्रिचरले धेरै कुरो भनेको छ। उसले मलाई भनेको छ, यहाँ लेखेको छु जस्तो लाग्छ मलाई, लेट मी सी है।
यहाँ इङ्ग्लिसमा छ, नेपाली भन्छु। यु आर इदर अ क्रिस्चियन अर यु आर नट अ क्रिस्चियन। तिमी कि त क्रिस्चियन हो अथवा होइनौ। यु क्यानट बी पार्टली अ क्रिस्चियन। तिमी केही मात्रामा त क्रिस्चियन भन्ने हुँदैन अरे। यु आर इदर डेड अर एलाइभ। कि तिमी जीवित छौ कि तिमी मृत छौ। यु आर इदर बर्न अर नट बर्न भनेको तिमी फेरि जन्मनु भनेको मतलब अवतार लिनु भनेको होइन। तिम्रो पुरानो स्वभाव त्यागेर नयाँ स्वभाव लिएको नयाँ सृष्टि हो अथवा त हुँदै होइनौ। त्यो बिचको हुँदै हुँदैन। त्यो बिचको अलिअलि भएको छ भने त्यो कर्मेरोलाई हामी मान्दैनौँ। त्यो द्याट्स डेड नै हो यहाँ भनेको छ होइन उसले। त्यही भएर अघि हामीले पढ्यौँ, सोनाले पढ्थ्यो नि, आज भोलि हामी फलान सहरमा जाउँला। यो मान्छेले प्लान गर्छ नि, त्यहाँ 1 वर्ष बिताउँला, व्यापार गरेर नाफा गराउला भन्नेहरू अब सुन है। तिमीहरूको फेरि प्लान नगर भनेको होइन यो। त्यो भनेको मतलब परमेश्वरले भरोसा नगरेर आफ्नै तरिकाले मान्छेले आफ्नै समाजमा नलाग भनेको यो चाहिँ। भोलि के हुने तिमीहरू जान्दैनौ, थाहा छ? भोलि के हुने तिमीहरू जान्दैनौ। तिम्रो जिन्दगी के छ? तिमीहरू त तुवालो बाफ भनेको जो केही बेरको निम्ति देखा पर्छ अनि हराइहाल्छ। यसको सट्टामा त तिमीले यसो पो भन्नु पर्थ्यो त, यदि परमेश्वरको इच्छा भयो भने हामी बाँचौँला र यस्तो उस्तो गरौँला भनेको यो परमेश्वरको सर्वोच्चता यहाँ पनि छ। यसैलाई मलाई लाग्छ यहाँनिर मसँग छ समथिङले भनेको जस्तो लाग्छ मलाई। हेर्छु म, लेट मी सी। यहाँ कसैले भनेको जस्तो लाग्छ यहाँनिर, कतै त भनेछ होला। द क्रिस्चियन इज अ म्यान who can be certain about the ultimate even when he is most uncertain about the immediate। भनेको मतलब अहिले हामी चर्चमा छौँ, एकछिनमा जाँदा के हुन्छ हामीलाई के थाहा छ? हामीलाई गाडी चढेर जान्छु, भात खान्छु, के सोचेको त होला, त्यो हुन्छ भन्ने छ छैन नि होइन। बेलुका सुत्छु, भोलि बिहान उठ्छु भने ग्यारेन्टी छ छैन नि। हामी के जान्दिनँ। तर हामीलाई चाहिँ क्रिस्चियनलाई के थाहा हुन्छ भने म चाहे भोलि उठुला नउठुला, के हुन्छ जेसुकै होस्, तर म पक्कै पनि परमेश्वरको साथमा स्वर्गमा हुन्छु भन्ने चाहिँ कन्फर्म हुन्छ अरे क्या। द्याट्स द क्रिस्चियनिटी। ओके, त्यसको लागि के हुनुपर्छ? हाई भ्यू अफ गड अथवा उच्च किसिमले हुनुपर्छ। अब तपाईँलाई म 1-2वटा कुरो ल्याउँछु। कस्तो छ त 1-2वटा कुरो। हामीले अब हाई भ्यू अफ गड भयो भने के हुन्छ पहिले हेरौँ, अनि त्यसपछि म तपाईँलाई लो भ्यू अफ गडको के हुन्छ हेरौँ। हाई भ्यू अफ गड अथवा परमेश्वरप्रतिको हाम्रो उच्च दृष्टिकोण छ भने, परमेश्वरलाई हामीले कसरी चिन्छौँ भने उहाँ राजा शासन गर्ने, मेरो जीवनको मालिक म होइन, परमेश्वर भनेर बुझ्छौँ। उहाँ सृष्टिकर्ता हुनुहुन्छ र उहाँ पवित्र छ। पवित्र भनेको मतलब उहाँ प्रेम पनि गर्नुहुन्छ र उहाँले खराबीको हिसाब पनि गर्नुहुन्छ। त्यसरी बुझ्नुपर्छ। लो भ्यू अफ गड भने के हुन्छ? परमेश्वर भने त हामीलाई त मागेको कुरो पो दिनुपर्छ, अनि पो परमेश्वर। उहाँ त हाम्रो हेल्पर पो हो त। उहाँ सानो हो, माने पनि हुन्छ नमाने पनि हुन्छ होइन। म सबै कुरा पाइराखेको छु, चाहिने जीवनमा यति त हो नि। घर गाडी सबै छ, जब छ, भनेको बेला भ्याकेसन राम्रो जान्छु, क्रुजमा जानु सक्छु होला, जे गर्छु दुनियाँ गर्छु, राम्रो लुगा लाछु। आई डोन्ट निड गड। द्याट्स लो भ्यू अफ गड होइन। कहिले आज चाहिँ अलिकति बिरामी भयो, जानु पऱ्यो अलिक होइन। आज त सन्चै छ नजाने, यसो बिहान उठ्यो पानी परेको छ नजाउँ। हामी आराधना गर्नेलाई किन आउँछौँ थाहा छ? आराधना गर्नु भनेको मतलब आफ्नो एजेन्डा लिएर आउने होइन। परमेश्वरले जे गर्नुभयो नि त्यो कुरोमा चाहिँ अब कसरी धन्यवाद दिने भनेर यहाँ गाएर हामीले प्रशंसा गरेको मतलब त्यो हामीले मनोरञ्जन गरेको होइन। परमेश्वरलाई हामीले चाहिँ तपाईँ महान हुनुहुन्छ भने तपाईँले व्यक्त गरेको, अभिव्यक्त गरेको हृदयको कुरा चाहिँ भजनबाट बोलेको भयो त त्यो त। किनकि उहाँ त्यो योग्यको, महिमा योग्यको, आदरको योग्य हुनुहुन्छ र उहाँ चाहिँ के पनि हुनुहुन्छ त? उहाँलाई महिमा दिने भनेको एकमात्र महिमाको योग्य उहाँ मात्रै हुनुहुन्छ। र उहाँले हाम्रो लागि जे गर्नुभयो, तपाईँले हामीलाई यो वचन पनि दिनुभयो, तपाईँ को भने चिनाउनु भयो, हामीले खोजेको हो होइन, परमेश्वरले हामीलाई खोज्नु भएको। बाइबल त्यही भन्छ होइन, र पो हामीले चिनेको। अनि आज हामी यति आशिषित छौँ, अब हामी दुःखमा पनि हामीलाई सुखै मिल्ने जाति पो त, किनकि हामीमा भरोसा छ नि त। त्यही भएर यो सारा कुरो परमेश्वरले हामीलाई त्यति गुणले लाउनु भएको छ, त्यो गुणलाई चाहिँ कसरी व्यक्त गर्ने भनेर आएको त यहाँ त हामी त प्रशंसा गर्नलाई। अनि पास्टरहरूले प्रिचरहरूले प्रिचिङ गर्छ,
आत्मिक वृद्धि बढाउँदै जाने, झन् हुँदै जानेको लागि। अनि आराधना हामी त्यस्तो हुन्छ, पुरा आनन्दित साथ आराधना गर्छौँ, तर हामीमा लो भ्यू अफ गड छ भने कहिले जाने कहिले नजाने, जाँदा पनि आफूलाई खुसी लाग्यो भने जाने, आफूले पाएपछि जाने, कहिले फ्यास्ट आयो त्यहाँनिर गयो, यहाँको कुनै फ्याट के भनिदिन्छ अनि नजाने, अनि उसको लागि पनि नआएको छ उ त, परमेश्वर त कहाँ गयो, हरायो त। त्यस्तो हुनु हुँदैन होइन। वचन जहिले पनि परमेश्वर नै अथोरिटी हुनुहुन्छ, अथवा कसैले के भन्छ भने कुनै पनि जीवनमा निर्णयहरू लिँदाखेरि हामी जहिले पनि परमेश्वरले के भन्नुहुन्छ नै हेर्छौँ, बाइबलले के भन्छ नै हेर्छौँ। तर यदि लो भ्यू गर्छ भने के गर्छौँ भने बाइबलको कुराहरू चाहिँ ठिकै हो, त्यो पनि गर्नु सकिन्छ, तर हाम्रो 100% प्रयोग गर्दिनँ। हाम्रो आज्ञाकारिता, आज्ञा पालन गर्ने नम्बर 1 हुन्छ भने लो भ्यू गर्नु भने आज्ञा पालन गर्नु चाहिँ बर्डन, त्यो त भार हुन्छ। बिहान बिहान उठेर आइतबार जानुपर्ने है, त्यहाँनिर सङ्गति त्यहाँ हुन्थ्यो, त्यहाँ जानुपर्ने, यार यतातिर कहाँ रमाइलो गर्नुपर्ने, भार पो हुन थाल्छ त। अनि आफ्नो कन्फिडेन्स कहाँ हुन्छ भने हाई भ्यू अफ गड भने परमेश्वरमा हुन्छ, लो भ्यू अफ गड छ भने आफैमा विश्वास बढी गरिन्छ। ओके, अनि परमेश्वर फोकस कहाँ हुन्छ, परमेश्वरको महिमामा, अनि लो भ्यू अफ गड भने आफ्नो आफ्नो आराममा, आफ्नो कम्फोर्टमा हुन्छ। त्यसैले के हुन्छ त हाम्रो जीवनहरू आत्मा केन्द्रित, परमेश्वरको उच्च दृष्टिकोण छ भनेदेखि हाम्रो के हुन्छ, परमेश्वर महान हो, पवित्र, सर्वशक्तिमान, सारा संसारका प्रभु होइन भनेर हुन्छौँ। अनि हाम्रो फलहरू के हुन्छ अथवा रिजल्ट के आउँछ, साँचो आराधना गर्छौँ, दृढ विश्वास हुन्छ, आज्ञा पालन गर्छौँ, नम्रता, शान्ति, आनन्द सबै पाउँछौँ। तर ठ्याक्कै त्यसको उल्टो के हुन्छ, परमेश्वरलाई सामान्य रूपमा लिन्छौँ हामी, उहाँलाई कमजोर सानो ठान्छौँ, पापमा नै सम्झौता गर्छौँ भनेको परमेश्वरले देखेको छैन, यो त गर्दा के हुन्छ र होइन भनेर होइन उयो गर्दैनौँ। अनि आत्मा केन्द्रित जीवन, विश्वासमा कमजोर, सबै किसिमको आराधना, असुरक्षित चिन्ता त भइ नै हाल्छ। आफूलाई राम्रो पर्दा चाहिँ सबै कुरो राम्रो हुन्छ, अनि आफूलाई भएन भने चाहिँ परमेश्वर छैन डाउट पनि आउँछ है। म तपाईँहरूलाई अब एक दुईवटा इन्ट्रेस्टिङ कुरो पनि सुनाऊ। अब तपाईँहरूलाई मान्छे के हुन्छ त, हाई भ्यू अफ गड भने त हामी बुझिहाल्छौँ है के हुन्छ, लो भ्यू अफ गड भने के हुन्छ थाहा छ, के हुन्छ भने नि एकजना मार्टिन लोइड जोन्स भने नि, यो धेरै प्रिचरहरूले भनेको होला, मैले पनि उसको थुप्रो भनाइहरू मैले सङ्कलन गरेर आएको छु, सो इलिस्ट्रेसनहरू पनि त्यसमध्ये एउटा यो धेरैले भनेको सुन्नुभयो होला। के भने नि मान्छे कस्तो हुन्छ, लो भ्यू अफ गड है, परमेश्वरलाई तुच्छ रूपले हेर्दैहरूको कस्तो हुन्छ भने, एउटा किसान परिवार दम्पति थियो, उनीहरूले चाहिँ गाई पालेको रहेछ। गाईले त एउटै बाछा जन्माउँछ नि, एकचोटि 2टा बाछा जन्माएछ, एउटा रातो रातो, एउटा निखर कालो। रातो रातोलाई दार्मे भन्छ होइन, कालोलाई के भन्छ कलुवा भन्छ। अनि त्यहाँबाट उसको बुढीले पनि खुसी होइन, अब बाछा जन्मायो नि त गाईले, अनि के भनेछ भने, लु बुढो परमेश्वरले हामीलाई दियो, 2टा दियो, एउटा चाहिँ हाम्रो भयो, एउटा चाहिँ परमेश्वरको नाममा लु दिउँ, परमेश्वरलाई दिउँ भनेछ। भनेपछि के भन्यो भने ठिकै छ दिउँला नि त, हाम्रै कसैले लाने होइन, यहाँ हाम्रो चाहिँ पछि दिउँला नि त, अहिले के भनिराख्नु पर्छ बुढोले भनेछ। अनि एक दिन अब बाछा बढ्दै गयो, के हुँदै गयो, जीवन बित्दै गयो, समय बित्दै गयो। एक दिन बुढो अलिकति अनि निराश भएर आएछ बाहिरबाट। अनि बुढी के भयो बुढो भनेको त, परमेश्वरको बाछा त मऱ्यो भन्छ अरे। मरेको चाहिँ परमेश्वरको बाछा क्या, जिउँदो चाहिँ आफ्नो। लिँदा पाउँदाखेरि के गर्यो उसले, सबै कुरो के भयो, खुसी भयो नि त एकदम त। अनि परमेश्वरलाई पनि सम्झ्यो। जब नोक्सान भयो अनि त्यो बेला चाहिँ मर्ने चाहिँ जहिले पनि परमेश्वरको बाछा हुने, बाँचेको त उसको नि, किनभने नोक्सान भएको थियो, परमेश्वरलाई बाछा चाहिँ मरेको हो। यस्तो खालको हृदय भने चाहिँ लो भ्यू अफ गड हुन्छ। 2जना विश्वासीहरू रहेछन्, प्रे गरेछन्, ल भाइ प्रार्थना गरौँ, त्यसपछि हामी चाहिँ चिट्ठा किनौँ न। चिट्ठा किनेछ, चिट्ठा किनेर चाहिँ साँच्चै चिट्ठा नि परेछ, 10 करोडको चिट्ठा परेछ। ल हेर हामीले प्रार्थना गऱ्यौँ, अब परमेश्वरको भाग पनि छुटाउँ। अब तेरो मेरो एक भाग, परमेश्वरको 3 भाग गर्दा 3 भाग हुन्छ नि। यसो सोचेको त आँटे 3.5 करोड पो जाँदो रहेछ परमेश्वरको भागमा त है, 3 भाग गर्दा त अलिकति मनमा त खिच्चा भयो नि, धेरै जानुहोस्। अनि एउटा भन्छ होइन त्यसो नगरौँ यार, यसो गरौँ, अब क्यास आयो होइन, यहाँ सर्कल कोर्ने, अनि सर्कल कोर्ने चाहिँ माथि
उ गरिदिने, पैसा खोल्ने, अनि तल झर्छ नि जति त्यही ठाउँमा त्यो वरिपरि गोलोमा जति पर्छ त्यो चाहिँ परमेश्वर हुने भने कम हुन्छ भन्ने खोजे नि त होइन। यसो हेरेको र पनि एउटा लागेको छ ठुलै पो छ सर्कल त होइन, यत्रो चाहिँ गरौँ न भनेर सानो गरेछ नि माथि उडाएछ है। बिचरा सबै पैसा त बाहिर जान्छ नि, उनीहरूको भागमा बढी परमेश्वरमा त एउटा दुइटा होला। दिस इज अ लो भ्यू अफ गड। पाउँदाखेरि सबै कुरो भयो, हालेलुया भनेर गऱ्यो होला, अलिकति दुःख पऱ्यो भने के भन्छ परमेश्वरलाई त दिस इज लो भ्यू अफ गड। त्यसैले तपाईँलाई यो छ। अब परमेश्वरले कहिले पनि के गर्नुहुन्न भने पक्षपात गर्नुहुन्न, सबैलाई उत्तिकै मान्नुहुन्छ। कसैलाई चलेको होला, नाम चलेको होला, कसैलाई के होला, आफ्नो ट्यालेन्टहरू फरक होला, तर परमेश्वरको नजरमा कोही पनि ऊ छैन, सानो ठुलो छैन है। अनि हामीले परमेश्वरलाई राम्रो बुझिनँ भनेदेखि अघि मैले देखाएँ नि त्यो, आफूलाई जहिले पनि केही पनि होइन, परमेश्वर नै ठुलो। आफू जब ठुलो, परमेश्वर सानो भए बित्तिकै लो भ्यू अफ गड गइहाल्छ। त्यसको विश्वासी जीवन चाहिँ राम्रो पनि हुँदैन। त्यसैले हामीले परमेश्वरलाई सही ढङ्गले चिन्न सकेनौँ भनेदेखि हाम्रो केही पनि हुँदैन। मानिसहरू भन्छ नि प्रार्थना सुनाइ हुँदैन, सानो प्रार्थना सुनाइ हुन्छ हुँदैन। प्रत्येक प्रार्थना सुनाइ हुन्छ। प्रार्थना किन सुनाइ हुँदैन भन्ने लाग्छ भने जहिले पनि हाम्रो प्रार्थनाको सुनाइ चाहिँ यस नै भन्ने आशा गरेको हुन्छौँ नि त। नो भने पनि नसुनेको लाग्छ हामीलाई। नो पनि उ नै हो, प्रार्थना सुनाइ नै हो। नट एट भने पनि प्रार्थना सुनाइ हो। डेभिड जेरेमायाले एउटा इन्टरभ्यू दिँदो रहेछ, उसले पनि कसैलाई कोट गरेको मैले भेटेकै यहाँनिर। के भनेको छ डेभिड, सुन्नु है, यहाँनिर इङ्ग्लिसमा छ, मैले नोट गरेर ल्याएको छु, तपाईँहरूलाई नेपाली भन्छु म। प्रार्थना गर्नुहुन्छ अनि इफ यो रिक्वेस्ट इज रङ गड विल से नो। तपाईँहरूको प्रार्थना नै, तपाईँहरूको जुन मोटिभ नै गलत छ भने परमेश्वरले नो भन्नुहुन्छ अरे। इफ यो टाइमिङ इज रङ, टाइमिङ समय त्यो समय मिलेन भने पनि गड विल से स्लो, अलिक पर्खी भन्नुभयो। इफ यु आर रङ गड विल से ग्रो, होइन भन्छ अरे। बट इफ यो रिक्वेस्ट इज राइट, टाइमिङ इज राइट एन्ड यु आर राइट, गड विल से गो। बुझ्नुभयो? प्रत्येक प्रार्थनाको सुनाइ हुन्छ, तर हामीले किन सुनाइ हुँदैन भन्छु भनेदेखि हामी चाहिँ यस नै एन्सर खोजिरहेको हुन्छौँ नि त। त्यही भएर त्यसैले के भयो त, यदि हामीले हाम्रो रङ मोटिभले गरेछौँ भने याकुबको पुस्तकमा हाल्छ तिमीहरू पाउँदैनौ किनभने तिमीहरूको मनसाय नै खराब छ, त्यो पाइँदैन। त्यसो भयो भने त्यसै नो भन्छ। तर कहिलेकाहीँ समय नभइकन हामी छिटो माग्छौँ भने त्यो बेला पनि हामीले के भन्छ स्लो, ढिलो, पर्खी भनेको। तर हामी आफ्नै किसिमको हाम्रो हृदय ठिक छैन, हामी मान्छे नै ठिक छैनौँ भनेदेखि त ग्रो, अब विश्वासमा बढ अलिक। त्यसैले विश्वासीको प्रार्थना सुनाइ हुन्छ, विश्वासको प्रार्थना सुनाइ हुन्छ। र तेरो टाइमिङ पनि ठिक छ, तेरो रिक्वेस्ट पनि ठिक छ, त पनि ठिक छ भनेदेखि चाहिँ परमेश्वरले भन्नुहुन्छ यु विल गो। अब यस भनेको अल अफ दिस आर एन्सर, सबै एन्सर हो है। त्यसैले हामीले के भन्छौँ, उच्च दृष्टिकोण छ भने परमेश्वरलाई हामी माथि राख्छौँ, सबै कुरो हुन्छ सबै। तपाईँहरूलाई म एक दुईवटा अरू पनि म स्टोरी सुनाउँछु तपाईँहरूलाई। स्टोरी किनभने स्टोरीको मतलब के भन्नु खोजेको, स्टोरी भनेको मतलब स्टोरीको लागि स्टोरी होइन कि त्योबाट चाहिँ हामीले बुझ्नुको लागि सजिलो हुन्छ भनेर हो। तपाईँहरूले एकचोटि लो, अब यस्तो भएछ, के भएछ भने सुन्नुहोस् है राम्ररी, सबैले सुन्नु होला, यो चाहिँ दोहोऱ्याइ भराइ एकचोटि म भन्छु, दिमागमा जति पस्छ कथा सम्झेर फेरि कसैले सुनाउनु होला, कता कता मिस्टेक भने अरूचोटि म कहाँ आउनु होला, फेरि म भन्छु र तपाईँको दिमागमा यो सधैँ रहिरहोस्। पास्टरले कति दुःख गर्छ थाहा छ तपाईँहरूलाई? साइला र म हावामा आउँदिनँ, उहाँ पूर्णजय पनि आउनु हुँदैन। उहाँले पूर्णजयले टाइम लिएर, हामीले पनि कति टाइम लिएर मर्निङ वाक गर्दा नि यसो वचन सुनाएको हुन्छु, बिर्सिहाल्छ कि भनेर फोनमा टिपी पनि हाल्छु क्या, यता गर्दै कति कलेक्सन गरेर ल्याउनुपर्छ, कति हेर्नुपर्छ। बिचरा पास्टर पनि त्यस्तै, एउटा मण्डलीको पास्टर रहेछ, असाध्य होइन, उसले चाहिँ त्यत्रो दुःख गर्छ, के गर्छ, सबै विश्वासी लो भ्यू अफ गडको
पवित्र आत्माको फलै छैन, के छैन। साह्रै फ्रस्ट्रेट भएर उसले के भन्छ भने एक दिन भनेछ, हाम्रो मण्डली मर्यो, आवर चर्च इज डेड, मर्यो भनेर भनेछ। अनि उसले लिङ्क पत्रिका पनि निकालेछ, समवेदना फलाना फलाना मण्डलीको समवेदना पत्रिका पनि निकालेछ। अब यसको फ्युनरल सर्भिस गर्ने अर्को आइतबार भनेछ। अनि मान्छेहरू हल्ला फिजो, विश्वासीहरू सबै है, कस्तो हो यो मण्डलीको, यो त मान्छेको पो हुन्छ त होइन, फ्युनरल छ, फ्युनरल सर्भिस भनेको छ, चर्च भन्नै गर्ने अरे भनेर सबैजना एक्साइटेड भएछ। उनीहरूले साथीभाइलाई भन्यो, अरू मान्छे सबै साथीभाइ पनि लिएछ, आएछ है, फ्युनरल गर्ने भयो। टक्कै अर्को सन्डे छ, फ्युनरल छ है। अब त्यहाँ कफिन राख्छ नि होइन, कफिन राख्यो, अब भ्युइङ एकछिनमा हुन्छ होइन, कफिन एकदम राख्दैछ। त्यसपछि अनि पास्टरले अब फ्युनरल सर्भिस, कसको लास छ त्यहाँ? मण्डलीको लास छ, चर्चको लास छ। त्यसपछि भ्युइङलाई कफन टक्कै खोल्यो, लाइन मान्छे बस्यो, अनि सही हेर्छ, यसो गरेर हेर्छ, आफै अनुहार बिगारेर जान्छ है, आफै अनुहार बिगार जान्छ, सबैजना अनुहार बिगार्छ। पछिको लाइन बस्यो, के रहेछ भनेर हेर्छ होइन, हेर्ने जति अनुहार सब बिगार्छ। मण्डली त्यहाँ चाहिँ के रहेछ भनेदेखि पास्टरले ठुलो त्यो कफिन बक्सभित्र चाहिँ ठुलो ऐना राखिदिएको रहेछ। जान्छ आफ्नै अनुहार हेर्छ होइन, आफ्नै अनुहार हेर्छ जसले। हो, मण्डली कसरी मऱ्यो? विश्वासीहरू ठिक नभएर मरेको क्या। पास्टरले यो आजको मेसेज यही भनेछ कि दिस इज माई मेसेज। त्यसैले पास्टरले मात्रै यहाँनिर धेरै मेहनत गरे हुनेवाला के छैन। अरू विश्वासीहरूले हाई भ्यू गड लिएर वचनमा हिँडेन, पवित्र फल फलाएन भने मण्डली सिद्धिन्छ। पास्टरको कारणले सिद्धिन्छ कहिले है, त्यो पनि छ फेरि, पास्टरको कारणले सिद्धिन्छ नि त। पास्टरै ठिक छैन भने त सिद्धिन्छ। त्यसैले हामीले के गर्नुपर्छ भने विश्वासीहरूले चलाउने, पास्टरले भनेको त के हो त? पास्टर भनेको त मण्डलीलाई खुराक दिने हो, खुराक खाने हो। पास्टरमा कुनै त्यस्तो शक्ति छैन है, परमेश्वरमा शक्ति छ। त परमेश्वर को हो भने चिनाउने। हामी भनेको जहिले भन्छौँ नि, हामी चाहिँ के हो त? वेटर। पर चाहिँ अब उसले भेजको मोमो बनायो, अनि मैले लाँदा यो भेजको मोमो कहाँ खान्छ भनेर मैले त्यहाँ पोको मोमो बनाउन खोजेर हुँदैन, त्यो आफ्नो किसिमले। त्यसैले विश्वासीहरू पास्टरले पनि बनाउँदैन। कुनै पनि मानिसको चलाखीले, कुनै पनि मानिसको आफ्नो तौर तरिकाले, बुद्धि लाएर, विवेक लाएर, के गरेर विभिन्न मानिसको तरिकाले गर्यो भने त्यो मण्डली क्लब बन्छ, क्लब। ओके, त्यहाँ परमेश्वर हुँदैन। हालेलुया भन्छ, गीत हुन्छ, ड्रमर दुनियाँ हुन्छ, पैसा पनि उठ्छ होला, तर त्यो आत्माहरू बाँचेको नहुन सक्छ। मेन कुरो दुईजना किन नहोस् न, आत्मा बाँचोस्। क्वालिटीमा हो, क्वान्टिटीमा होइन, क्वालिटीमा। चक स्विन्डलले भन्थ्यो, परमेश्वरको जति कुरा गर्दा पास्टरलाई डर हुन्छ अरे, मेरो मण्डली यस्तो कुरा गर्यो भने त भड्केर जान्छ होला, भड्केर गयो भने त होइन, सानो मण्डलीको पास्टरभन्दा ठुलो मण्डली पास्टरभन्दा मन लाग्छ नि मान्छेलाई होइन, अनि भन्दैन अरे। चक स्विन्डलले के भन्छ भने प्रिच गरिराख, 1000 जना छ भने 2 जना मात्रै रहन्छ भने त्यो असल विश्वास हुन्छ, त्यो प्रिच गर, परमेश्वरले त्यही नै खोज्नुहुन्छ भनेर। हालेलुया होइन। हो यो है, यो क्वेसन यता यहाँ पल्पिटमा बस्नेलाई पनि हो, त्यहाँ बस्नेलाई पनि हो। के बस्छ त्यसलाई के भन्छ यस्तो बस्नेलाई थाहा छ? प्यू भन्छ होइन, प्यूमा बस्नेलाई पनि पल्पिटमा बस्नेलाई पनि दुईवटालाई क्वेसन हो। हामी कसैमा केही सामर्थ्य छैन, हामी खुराक दिन्छौँ, प्रिचरलाई खुराक दिन्छ, आफ्नो हिसाबले चलाकीले हुने होइन, परमेश्वरको खुराक सही ढङ्गले भन्नुपर्छ। तिमी पापी छौ भनेन भनेदेखि उसले पापको म एहसास गर्दैन भने उसले कहिले पनि उद्धार गर्दै खोज्दैन, यसुलाई खोज्दैन, अलवेज हिज कम्फोर्ट जोनमा हुन्छ। त्यसैले त्यो भन्नै पर्छ। तर धेरै मान्छेले त्यही भएर समृद्धिको सुसमाचार, पर्सपेक्टिभ गास्पेल, परमेश्वर त प्रेमिलो हुनुहुन्छ, उहाँ त दयालु हुनुहुन्छ, करुणा हुन्छ, तिमीहरूको पाप क्षमा गर्नुहुन्छ भनेर। पाप त क्षमा गर्नुभएको हो नि, बारम्बार पाप गर्नेले क्षमा दिएको हो त। त्यसैले के भन्छ भनेदेखि मानिसले जे सुन्नु चाहन्छ त्यो सुनाउनेहरू भनेको चाहिँ पल्पेटपट्टिकै यता कोही खराबी हो। तर जे सुन्नुपर्छ त्यो सुनाउने भनेको चाहिँ तपाईँहरू कुनै पनि यतापट्टि बस्ने उठेर जाओस्, डजन्ट म्याटर। जोन म्याकार्थरले आजकल मान्छे के छ, अमेरिकाभरि लिभिङ टुगेदर गर्छ, बिहे गर्दैन सँगै बस्छ, प्रिचिङ गरेछ, बिब्लिकली के हो
लिभिङ टुगेदर अनबिब्लिकल हो। परमेश्वरले श्रीमान श्रीमती बिचको जुन सम्बन्ध हो श्रीमान श्रीमती भएर मात्रै हुन्छ। यस्तै प्रिचिङ गरे। अब बाइबल नै त्यही छ। आधा कङ्ग्रेस उठेर गएछ। उसैले भनेछ हो प्रिचिङमा, हाफ अफ द कङ्ग्रेस वाक्ड अवे। तर के त अब उहाँ नभन्ने त नभन्ने भन्ने हो। 1000बाट 2 जना किन नहोस् भन्ने हो। त्यो क्लब बनाएर के मतलब छैन। क्लब भनेको त आफ्नो जाने पापमय स्वभावको लागि हैन गर्ने आउँछ। त्यसैले हामीले पनि के गर्ने भनेदेखि परमेश्वर यति नै हो। जहिले पनि परमेश्वर प्रतिको हाम्रो चाहिँ हाई भ्यू अफ गड नै हुनुपर्छ। हाई भ्यू अफ गड। परमेश्वर जे हो त्यही नै मान्नुपर्छ। हामीले आफ्नो ढङ्गले बुझ्ने होइन, आफ्नो ढङ्गले उहाँलाई बनाउने होइन। अनि नत्र त होइन भन्छ नि बिरामीले मार खाएन भने धामीको के काम भने जस्तै प्रिचरले जति नै भने पनि के हुँदैन। फेरि तपाईँमा पनि त्यो शक्ति हुन्न। परमेश्वरको वचनमा लागेपछि तपाईँ प्रार्थना गर्नुहुन्छ बढ्नुहुन्छ भने त्यो पवित्र आत्मा डोराउँछ नि त। हामी त तपाईँकोहरूको भएको पवित्र आत्मामा तपाईँसँग छ। विश्वास गर्नुभएको छ। तपाईँहरूलाई त आफै बढ्ने हो गर्ने हो। हामी त त्यसमा होस्टेलमा हैसियत गर्ने हो। हामी के यहाँनिर पोर्ट्रेटमा बसेर हामीले बोलेर हाम्रो के शक्ति छैन। तपाईँको आत्मा तपाईँ र परमेश्वरले बचाउनु भएको छ। परमेश्वरसँग सम्भव हो। नत्र भने लोभ योग गर भने त हुँदा पाउँदा परमेश्वर महान अरू बेला अनि होइन के भने नामान नासान यस्तो किसिमको भनेको लोभ योग गर। अब मेरो मेसेजको एउटै मात्र कुरो के भनेदेखि हाई भ्यू अफ गड याद गर्नु होला। परमेश्वर जिनी होइन। फेरि यसो भन्दाखेरि यस्तो नहोस् परमेश्वर के भन्नु, परमेश्वर चङ्गाई गर्नुहुन्छ, आशिष दिनुहुन्छ, सबै गर्नुहुन्छ। पहिले के हुन्छ तेरो मोटिभ पनि ठिक हुनुपर्छ। आफ्नो इच्छा परमेश्वरमा लाग्ने होइन कि परमेश्वरको इच्छालाई बुझेर आफ्नो इच्छा त्यसरी बनाउने। म त यस्तो चाहन्छु तपाईँले यसै गर्नुपर्छ भन्ने होइन कि तपाईँको इच्छा के छ त्यस्तो मेरो इच्छा होस् भनेर प्रार्थना गर्ने हो। ओके, दिस इज हाई भ्यू गड। यसो गऱ्यौँ भनेदेखि तपाईँको जीवनमा सम्पत्तिले कहिले पनि सुख आउँदैन। सम्पत्तिले होइन परमेश्वरको आशिषले सुकाउँछ। ओके, तपाईँ के खोज्नुहुन्छ त अब पैसाको पछि लागेर पैसाको पछि लाग्ने भनेको किन बाइबलमा बारम्बार भनेको छ पैसाको मोह खराब। पैसा आफैमा खराब। पैसा त के पैसा त मान्छेले बनाएको चिज हो, एउटा साधन त हो होइन। तपाईँ नेपालको पैसा 1 करोड लिएर आउनुहोस् न यहाँनिर के गर्छ साथ दिँदैन के हुँदो रहेछ त। त्यो त साधन त रहेछ नि। नेपाल जाँदा मात्रै भयो नि होइन त्यस्तै त हो नि। अथवा भोलि आज चाहिँ तपाईँको 1000 नोट छ सरकारले भन्यो आजबाट 1000 नोट एउटा पनि चल्दैन भन्यो भने हिजोसम्म त्यसले करोडौँको सामान किन्थ्यो आज कि खत्तम भइगयो। त्यो त साधन हो, कमोडिटी एक किसिमको मिन्स मात्रै हो। अब हामीले भन्नुपर्ने त्यसैले अब के हो परमेश्वरको सर्वोच्चतालाई बुझ्नु। परमेश्वर हाम्रो जीवनको मालिक हामी होइनौँ। को हो परमेश्वर हुनुहुन्छ। त्यसैले हामीले परमेश्वरलाई मालिक सोचेर हामी उहाँको नोकर है। तर हामी कस्तो नोकर त्यो अत्याचारमा पर्ने नोकर होइन, आशिष पाउने नोकरहरू। परमेश्वरले चाहिँ हामीलाई आशिष दिनुहुन्छ। त्यसैले सबैले जहिले पनि परमेश्वरलाई जुन स्थानमा हुनुपर्ने परमेश्वर त्यही स्थानमा हेर्नु होला। तपाईँ हाम्रो चित्त बुझ्दाखेरि उहाँ महान अनि चित्त नबुझे आफूले भन्छ नभए बित्तिकै चाहिँ उहाँ चाहिँ नथिङ। दिस इज लो भ्यू अफ गड। त्यसैले हामी सधैँ हामीमा हाई भ्यू अफ गड लिएर हिँड्नु होला जहिले पनि। यदि त्यसरी गऱ्यो भने हाम्रो आत्मिक जीवन असाध्य हुन्छ। जीवनमा बहार आउँछ भन्छु त बहार आउँछ। ब्लेसिङ्स फुल अफ ब्लेसिङ्स वर्षा हुन्छ। यति हो बुझ्नुपर्ने कुरो यति है। तपाईँ हाम्रो आत्मा त तपाईँहरूले जुन दिन यसुलाई ग्रहण गर्नुभयो त्यो दिन नै तपाईँलाई धर्मी ठहराउनु भयो। तपाईँ पवित्रीकरणमा हामी छौँ। अब पवित्रीकरण भनेको के हो पापमय स्वभावलाई पराजित गर्दै यसुको नाममा भनेको यसु 100% हामी 100% हुँदैनौँ। अहिले जब महिमित हुन्छौँ त्यो बेला मात्रै हुन्छ भनेको छ। त्यो भविष्य कुरो 70-80% त होला नि, कोही 40 होला 60। त्यसको लागि के चाहिँदो रहेछ हाई भ्यू अफ गड। त्यसैले परमेश्वरको सर्वोच्चता उहाँको सम्प्रभुतालाई स्वीकार्नु सक्यौँ बुझ्यौँ भने हाम्रो हाई भ्यू अफ गड हुन्छ। ओके, आजलाई ती सबैजनालाई जय मसीह।